के भन्नु अनि केटो अलि बेइमानी छ अब यो चाहिँ त्यस्तै भयो केटाको हात छोड्ने अनि फुकेर रागो भाग्दा भाग्दा जान्छ यात्रा चाहिँ बागलुङ पञ्चकोट किनेमा आमाले बिहान फोन गर्छ भनेर नाच्नु भयो अनि ढिलो भयो दुख्दै आएको स्यास्या भयो गाडी हो है अब गाडी आउँछ बिस्तारै अघि जाने बिच बाटोमा देखा होला गुड मर्निङ लभ यु मर्निङमा चाहिँ भिडियो खिच्नु पाएन किनकि त्यस्तै हतार भयो होइन ढिलो आउने भनेको गाडी लौ 2 घन्टा छिटो आयो अनि एकदम फास्ट बाटोमा एकदम छिटो कार किन्ने त आयो अब त्यस्तै हो बाटोमा भिडियो खिच्नु पाइन्न ढोका लाग्छ चिसो हुन्छ भने त्यस्तै छ भनेर बसेको बाटोमा जङ्गलमा छौँ मान्छे रोकेर टिकटक बनाउन लगाएर टिकटकरहरू त्यस्तै भयो के अरे कुस्मा बजारमा आयो कुस्मा बजार कालीगण्डकीको छेउमा आयो कालीगण्डकीमा हराभरा गर्ने पञ्चगण्डा गर्ने होइन त्यस्तो छ अब खासमा चाहिँ बोक्न पनि अरूले हो के अरे बाटामा भिडियो बनाउन दिएनन् अनि यिनलाई सजाय है भन्दैन अनुसार बागलुङ कालीका दर्शन गरेपछि यो कालीमा लाउनु पर्ने रहेछ भनिरहेछ कालीमा यसो मुखसुख धोए जस्तो गर्ने के हरा गर्ने अनि अघि लाउने के छ र होइन कालीमा नयाँ मुखसुख धोयो होइन बाटा गाडी रोकेनन् यहाँ मैले काली यहाँ डुबाएर एकतर्को डुबाएर ल्याएको यिनको पाप जति सबै पखाल्यो यी मामाले नसुत्न दिन्छ नसुखाउने भिडियो खिच्न दिन्छ यहाँ अहिले आफै खेदो खनेर हेर्नु सेदो खनेर मलाई बसिरहेको छैन अब यिनलाई के गर्ने ल भन्न पर्यो साथीहरू ल हेर्नु त मुड्की ताकेर यिनलाई मैले क्यार्ने हो यतै कालीतिर छोडिदिउँ कि क्यार्ने हो गाडी यहाँभन्दा पछाडि छ जाम अगाडि कहाँसँग छ थाहा छैन अघि जाँदैछु हेर्दैछु है यस्तै जाममा पर्यो बागलुङ कालीका आउँदा पनि यस्तै जाम यति लामो छ कि पुरानो म आएको गाडी बन्धु डिलक्स ठ्याक्क मेरो 1 किलोमिटर पछाडि छ जाम मन्दिरसँग छ त्यहाँभन्दा माथि कुनै थाहा छैन अब हेर्दै जाउँ बागलुङ कालीका मन्दिर त्यहाँ पर्छ त्यहाँसँग सरक्क जाम छ हेर्नु गाडी त्यहाँ देखियो होला सायद म आएको गाडी त खै कता हो क्या गाडीमा बस्नु त्यो जाममा गाडीमा बस्नु भन्दा
हिँड्न बेटर लाग्ने म अस्ता हिँड्दिनँ कहाँसम्म पुगिन्छ पुगिन्छ गाडी खुलेर आएको छ भने ठिकै छ म त चिलमा आएको त के छ र दुई दिनको जिन्दगी रमाइलो छ बाटोमा जाँदा हिँड्न पाएँ भइहाल्यो गरे काली यो लामो पुल हो नि त यो बाटो अगाडि जाम म आएको गाडी यो हुन्थ्यो नि अझै उतै मेरो लागि गाह्रो छ यस्तो पनि हुँदो रहेछ बाटोमा भिडियो बनाउन पाएन किनकि बिहान पनि त्यस्तै भयो एकदम इमर्जेन्सीमा हिँड्नु पऱ्यो होइन त्यही भएर आएको चाहिँ म एकदम राम्रोसँग बनाउँछु जान देखाउने छु हेर्नुहोस् मजाले लिनुहोस् गाडीको रमाइलो पनि देखाउन पाएन भिड एकदम छ गाडीमा त्यस्तै हो गाह्रो छ जाम छ बाटोमा भिडियो खिच्न पाइनँ भ्लग बनाउँछु त भनियो खै कस्तो हुन्छ के हुन्छ होला जाम त यहाँ त कता बल्ल हेर यहाँदेखि देखियो है माको गाडी यहाँ देखियो अब जाम अब माथि मन्दिर छ कता हो कता गाडी म भन्दा 3 किलोमिटर पछाडि छ म हिँड्दै आएँ अगाडि बाटो मान्छे सेङ्जाली होइन पार्किङले गर्दा भिड यस्तो छ म ठ्याक्क मन्दिरको गेटमा आएँ होइन पञ्चकोटबाट बागलुङ कालिघाट किनकि यो भिड अब यस्तो अचाकली भिड अब कुरा नगरौँ होइन अब कति मान्छे चिने होला कति गाह्रो छ भिडियो बनाउँदा मोबाइल तातिसक्यो बागलुङ कालिघाट गेट आयो होइन बागलुङ कालिघाट सबैलाई रक्षा गरौँ बागलुङ कालिका देवीले सबैलाई रक्षा गरौँ मेरो युट्युबलाई सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला होइन सबैलाई मेरो माया छ जामको त कुरा नगरौँ मोबाइल तातिसक्यो भिडियो बनाउँदा जाउँको होइन कुरा नगरौँ आज मान्छे धेरै भएर पार्किङले गर्दा यस्तै छ म त घाममा हिँड्दै लागिथेँ गाडी 3 किलोमिटर पछाडि छ कति बेला आउँछ जति बेला आउँछ त्यति बेला चढाउँला रङ्ग रमाइलो बागलुङ पञ्चकोट आयो अहिले चाहिँ गाडी पार्किङ छ अब उता पञ्चकोट जाने है बाटो त्यो मिल्ने होला पञ्चकोटको उकालो आएको थाकेला ठाडो उकालो भिडियो खिच्न सकिएन हो गाह्रो छ पनि एकदम बढिरहेछ सबैले यो अब हनुमानको मूर्तिमा फोटो खिच्न एकदम भिडियो चाहिँ आफूले त खिच्न पाइरहेको छैन साथीहरू पनि छैन त्यस्तै छ भ्यूहरू राम्रो रहेछ राम्रोसँग घाम लागेको होला यो आज आगोले कुहिरोले ल्याएर तुसाएर पऱ्यो त्यति राम्रो खासै भ्यू त देखेको घुम्यो जस्तो सुनिएको थियो त्यो अनुसार लागेन त्यही पनि ठिकै छ अब आफू एक्लै भएर नि होला होइन अरू गुरु आफ्नो कालिका दर्शन गइदिएछ मामा हराउनु पर्ने समातेर लिएर हिँड्यौँ मामालाई मामा हराएर साह्रै गाह्रो भयो हामी यस्तो भिड छ कि कुरा नगरौँ अहिले हराउनु पर्ने मलाई समातेर लिएर हिँड्यौँ मामालाई अब हेर माइतीले जिम्मा दिएको भएर न त समातिँदैन केटो अलि बैमानी छ अब यो चाहिँ त्यस्तै भयो केटाको हात छोड्ने फुकेर राँगो भाग्दा मामाभन्दा गफर्दै बाटा गाडी रोक्दै हिँडिएछ हेर कहाँ कहाँ पुग्छ भिड पापा कि परिहरूको कुरा नगरौँ अब मामा भन्दाको गफ फेरि छुट्टियो मामा पञ्चकोटमा हराएर खोज्न गाह्रो मामाको फोन स्विच अफ फेरि बिडम्बना खालि मामा यस्तो छन् के अनि अब
कालीका दर्शन गर्न छिर्दैछौँ। मामाले खासै रमाइलो छैन यहाँ त नजाउँ भन्नुभएको छ। मैले मामालाई फकाइरहेको छु रमाइलो छ जाउँ भित्र भनिरहेको छु। अब मान्नुहुन्न त्यही पनि मगाएर बनाबला फकाइरहेको छु। बाहिर गर्मी छ गाई सायद भित्र शीतलो छ त्यही भएर यस्तो मगाएको छु। यस्तो रमाइलो छ भित्र पनि नमान्ने सम्झन त गाई साथीहरू। योसँग मामालाई मैले 18वटा चट्पट खाएँ अझ चित्त बुझेको छैन भन्नुभएको अरे। हेर अब खाँदै जाऊँ खाँदै जाऊँ कति हुन्छ। हेर्नु साथीहरू यस्तो गाह्रो छ मामालाईसँग त हेरेको मामा के भन्छ अरे आफ्नो मामा एकदम मिल्ने हुन्छ नि विशेष दुःखसँग साथ दिन्छ कि यो मामाले मलाई सबै कुरा छल्कपट अरे। अब यसलाई के सजाय दिने हो तपाईँहरूले भन्नु पऱ्यो है। यता गयो भने छल्क मुस्ताङ घुम्न गयो भने त्यस्तै अरे घान्दुक गयो भने त्यस्तै अरे बागलुङ आनी त्यस्तै अरे छन्। अब खै के सजाय दिने हो यो मामालाई थाहा छैन होइन। कालिका मन्दिर आएर यस्तो माग्छु मामालाई सजाय दिन्छ नि तर पैसा चाहिँ मामाले कमाएको नि तर दिएन भन्दा टिका लगाएर चैते दसैँमा हेर्नु गाह्रो छ टिको लाउन नहुने नवमीपछि दसैँ पैसा दिनु हुने रहेछ। अहिले सप्तमी पनि अष्टमी सिधै दसैँ पऱ्यो टिका लाउन नहुने रहेछ। यस्तो बाठा छन् आइजा यति जानेका छन् मामाले के भन्ने अब है। कुरा गरेर एकछिन नाच भनेको पनि फुत्त तानेर गफ गर्दै यहाँ मामाले के सिकाउनु कुप्री बनाइस् भन्नु छ। मामालाई भान्जो बुढो भएको थाहा छैन होइन। मामाले यहाँ के भन्नुभएको छ हाँस्दै हिँडेछु है। बागलुङ कालिका नि आएछ दर्शन गर्न पऱ्यो। अब हेर्दै जाउँ मामा यी साइलेन्ट छन् किन हो खोइ पनि है। मामा किन यसो साइलेन्ट के भन्नुहोस् न। के भन्नु छ केही भन्नु छैन भाइ घन्टी बजाछन् टार्नाङ र टुर्लुङ त्यही अब भगवान्लाई छोएपछि भगवान्ले आँटे ताकेको सबै पुऱ्याउँछन्। तेरो नि आम वर्षभित्र छोरो हुन्छ छोरो नाच्नु बस्छ। मामाको आशीर्वाद लाओस्। त्यही गर्दै हामी अघि जान्छौँ। अब बागलुङ कालिका हेर्नेछौँ है। पञ्चकोट आयो पञ्चकोट आयो जामसाम परियो थाकिएछ। बागलुङ कालिका आयो दर्शन गरिन्छ रमाइलो हुन्छ। त्यहाँ गएर भाजामा नाचिन्छ होइन। बागलुङ कालिका मन्दिर यही हो। तपाईँ आउनुहोस् मन्दिरमा एकदम रमाइलो छ शीतल होइन रमाइलो छ। मामा मुसु मुसु हाँस्नु गयो। क्यामेराम्यानमा म सिपाल जस्तो लाग्छ तर मलाई पनि टप 5 गियरमा टप हान्छ रहेछ बुढाले। यति रमाइलो भयो। बागलुङ कालिका धेरै खुल्ला रहेछ। एकछिन रमाइलो गरौँ फोटोसोटो खिचौँ होइन। यो बागलुङ कालिका यही हो है। अहिले मान्छे बिहान कस्तो भिड छैन होइन। अब बागलुङ कालिकालाई सबैले रक्षा गरौँ म पूजा गरौँ। राम्रो भयो पञ्चकोट गयो त्यहाँ यसो पूजा गरी बागलुङ कालिका आयो पूजा गरी आयो टिका लगायो होइन। मेलाको त खिच्न पाइएन बिर्सिएछ घुम्दा रमाइलोमा। अहिले बागलुङको लामो पुल है बागलुङ ब्रिज घुमा एकदम रमाइलो भयो। भिडियो पनि एकदम राम्रो भयो। तर तपाईँहरूलाई भिडियो कस्तो लाग्छ कमेन्ट गर्नु होला है। लाइक कमेन्ट गर्नु।